तिहारको दिनमा भयो यस्तो डरलाग्दो घटना। आज जुन हरर स्टोरी म तपाईँहरूलाई सुनाउँदैछु त्यो मेरो एकजना फलोअर विशालले मलाई डाइरेक्टली मेल गरेर पठाएका थिए र उनले यो घटना अरू कसैसँग नहोस् भनेर चाहन्थे कि म यो घटनालाई तपाईँहरू सामु लिएर आऊँ। यो चाहिँ पोहोर सालको घटना हो। यतिखेर चाहिँ विशाल क्लास 10 मा पढ्ने गर्थे र सबै बच्चा चाहिँ उनी पनि अलि मस्ती मजाक गर्ने खालका बच्चा थिए। उनका अरू दुईजना साथीहरू थिए जोसँग मिलेर उनी रमाइलोहरू गर्ने गर्थे र यो दिन चाहिँ लक्ष्मी पूजाको दिन थियो र सधैँ चाहिँ उनीहरूले यो दिन पनि प्लान बनाउँछन् कि आज हामी राति घुम्न जान्छौँ भनेर। अनि उनीहरूले चाहिँ आफ्नो घरमा यतै कतै नजिकै नै जाँदैछु भनेर बहाना बनाएर निस्किन्छन्। अब तिहारको टाइम हो, सबै फ्यामिलीहरूले घुमोस् न त बच्चा भनेर अलाउ पनि गरिदिन्छन् र उनीहरूको प्यारेन्ट्सले पनि यही सोचेर उनीहरूलाई अलाउ गरिदिए। तर आज अरू दिन जस्तो नर्मल थिएन। आज जुन घटना उनीहरूसँग हुँदै थियो त्यसको बारेमा उनीहरूले कहिले कल्पना समेत गरेका थिएनन्। उनीहरू त्यही रातिको 9 बजेतिर भेट्छन् र त्यतिखेर खोइ विशाललाई के हुन्छ, उसले एक्कासी आफ्नो साथीहरूलाई भन्छ कि हिँड्न त्यो अगाडिको जङ्गल एरियातिर घुम्न जाउँ। तपाईँहरूको जानकारीको लागि म भनिदिन्छु कि विशालको घर चाहिँ अलिक गाउँ एरियामा थियो र त्यो जङ्गल एरियामा चाहिँ कस्तो मान्यता थियो भन्दाखेरि रात पर्ने बित्तिकै त्यहाँ जाने बित्तिकै मान्छेहरूलाई तर्साउँछ भन्ने त्यहाँका गाउँका मान्छेहरूको मान्यता थियो के। त्यो 3 जना साथी मध्ये एकजना साथी चाहिँ अलिक डराउने खालको हुन्छ, अलि सजिलै भूतप्रेतसँग डराउने खालको हुन्छ। त्यही भएर ऊ चाहिँ त्यहाँ जानबाट एग्री गर्दैन र ऊ चाहिँ आफ्नो घर फर्किन्छ। तर विशाल र उसको साथी चाहिँ हुन्छ त्यहाँ जाउँ भनेर एग्री गर्छन् र त्यहाँ जाने कुरा पक्का भइसकेपछि विशालको साथीले भन्छ कि रोक, हामीसँग टर्च लाइट छैन, म घर गएर टर्च लिएर आउँछु भन्छ र एकछिनमा ऊ टर्च लिएर आउँछ र दुवैजना त्यो जङ्गलतिर जान्छन्। त्यहाँ एन्टर गरिसक्ने बित्तिकै उनीहरूलाई भित्रैबाट कस्तो नेगेटिभ एनर्जी टाइपको फिल हुन थाल्छ। उनीहरूलाई अर्कै फिल हुन थाल्छ, चिसो चिसो फिल हुन थाल्छ कि एक्कासी चिसो बढे जस्तो फिल हुन थाल्छ उनीहरूलाई। र त्यहाँबाट धेरै अगाडि पनि होइन, अलि अगाडि उनीहरू कुरा गर्दै गर्दै जाँदाखेरि विशालले एक्कासी त्यो टर्चको लाइट बन्द भएको जस्तो देख्छ र पछाडि फर्केर हेर्ने बित्तिकै उसको साथी त्यहाँ थिएन। विशालको ठाउँको ठाउँ सातो जान्छ। उसले यताउता हेरेर उसको साथीलाई खोजिरहेको हुन्छ र एकछिनमै उसलाई उसको साथीको आवाज आउँछ जङ्गलको भित्रबाट। उसले जङ्गलको एउटा छेउमा उसको साथीलाई उभिरहेको देख्छ र एउटा क्रिपी स्माइलको साथ यस्तो हातको इसाराले विशाललाई बोलाइरहेको जस्तो विशालले देख्छ। उसको हाउभाउ त्यो दिन टोटली डिफ्रेन्ट थियो। त्यही पनि विशाल अगाडि जानको लागि आफ्नो खुट्टा अगाडि बढाउन मात्र आँटेको हुन्छ कि एक्कासी विशालको कानमा एउटा हल्का आवाज आउँछ, त्यहाँ नजा विशाल। र त्यसपछि उसलाई खै के हुन्छ, एक्कासी ऊ केही पनि नसोचिकन आफ्नो घरतिर दौडिन्छ र एकछिनमा घर पुग्ने बित्तिकै त्यो उसको साथी जसलाई उसले भर्खरै जङ्गलमा देखेको थियो त्यो उसको घरमा उभिरहेको थियो। र त्यसपछि जब विशालले आफ्नो साथीको मुखबाट एउटा कुरा सुन्छ, त्यो सुनिसकेपछि विशालको सातो पुत्लो उड्छ। उसले भन्छ कि कहाँ यार, मलाई लाइट लिन पठाएर आफू एक्लै गएको। त्यो सुनिसकेपछि विशाल केही पनि बोल्ने हालतमा थिएन। आखिर को थियो त्यो जसले उसको साथीको रूप लिएर विशाललाई छल्यो? र यदि त्यो दिन विशाल त्यो जङ्गलभित्र गइदिएको भए उसँग के हुन्थ्यो? र त्यो आवाज कहाँबाट आयो जसले विशाललाई त्यहाँ जानबाट रोक्यो? यसको जवाब विशालले अहिलेसम्म पाउन सकेको छैन।